ल त गाइस अहिले भने चाहिँ यहाँ सिक्किमको बर्डर रम्फू आइसकिसक्यो हामी चाहिँ नि यहाँबाट चाहिँ आज हामी चाहिँ सिलगढीसम्म जाँदैछौँ किन भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ हाम्रो एउटा नयाँ सरप्राइज छ गाइस अनि तपाईँहरूलाई त्यो सरप्राइज चाहिँ अहिले एकछिनमा दिन्छौँ है हाम्रो यहाँ भाइले चाहिँ सरप्राइज चिज ल्याउनु जाँदैछ ल अब केटाहरूको मेन एकदमै उयो चाहिँ के हो थाहै होला होइन त्यो सरप्राइज चाहिँ ल्याउनु जाँदैछ हामी चाहिँ ल अनि यहाँको 20 माइलमा चाहिँ कडा आइस अहिले चाहिँ पुरै माटो थपेर माथिबाट खनखान पारेर चाहिँ पुरै बनाइसकेको छ हो अरे बाफरे हामी चाहिँ यहाँ 2 बजे पुग्ने भनेको थियौँ तर अफसोस 2 बजीसम्म चाहिँ हामी यहाँ मल्दी पनि पुगेको छैनौँ हो कुरा चाहिँ त्यस्तो छ जतिसक्दो छिटो पुग्ने कोसिस गर्नुपर्छ किनभने डकुमेन्ट्सको काममा साह्रै ढिलो हुन्छ क्या बाइकको मलाई त्यही टेन्सन लाग्छ अरे बापरे ल त चाहिँ अब अलिकति हल्का डोमिनेट गरेर हिँडेको तर यो चाहिँ अब हाई रिस्क हो नि त बाफरे यस्तो चाहिँ गर्नु हुँदैन अब यहाँ चाहिँ कुरामा कुरा है ओइ घटी भन्दा नजिकबाट गयो न त्यो गाडी त बाफरे सो गाइस तपाईँहरू कस्तो हुनुहुन्छ होइन मलाई लाग्छ कि तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला है अहिले कतिजनाहरूलाई चाहिँ साह्रो पार्न सक्छ रुगामार्कीले तर म पनि सन्चै छु लास्ट टाइमसम्म चाहिँ अब निकै साह्रो थियो भनौँ है रुगामार्कीले अहिले पनि खोकी चाहिँ लाग्दैछ हल्का फुल्का होइन अन्त त्यही कारणले चाहिँ म ज्यादा जस्तो चाहिँ बाइकहरू चाहिँ कुदाउनु एभोइड नै गर्दैछु अनि साथीभाइहरूले पनि निकै भन्दैछ नि त अलिक चाहिँ गाडी बाइकहरू चिसोमा राइड गरेर पनि चिसो लागेको भन्ने कुराहरू होइन त्यही कारणले हो त्यो पनि अनि सबै कुरो चाहिँ अरू चाहिँ ठिकै छ होइन सो अनि हाम्रो भाइले चाहिँ अब नयाँ एउटा एचिभमेन्ट लिँदैछ नि त अब चाहिँ भनेपछि होइन अलिक खाजा खाएर चाहिँ जिउमा ताका जस्तो भयो क्या यो के अरे तातो तातो मोमो जिब्रो पिल्सिने हो अनि मिठो थुक्पा त्यो थुक्पाले त मलाई उयसको याद दिलायो नि स्कुल टाइमको आमको स्कुल टाइममा पाउँछ नि यस्तो थुक्पा चाहिँ सेम आलु र थुक्पा कि स्याटिस मिठो क्या आहा म त सुन्तला भन्दा पनि राम्री त बेच्ने हो देख्छु त यहाँ त ल त गाइस अहिले भन्छ हामी चाहिँ रम्बी आइसक्यौँ सो यहाँ चाहिँ रम्बी चाहिँ तपाईँको लागि चाहिँ भन्नुपर्दा चाहिँ फेमस चाहिँ के हो भने चाहिँ मसरुमको लागि हो मसरुम चाहिँ हेभी हुन्छ यहाँ चाहिँ मतलब फ्रेस हुन्छ है अनि तपाईँहरूले यहाँबाट लिनु पनि सक्नुहुन्छ सो त्यही हो कुरा चाहिँ है अनि यहाँ चाहिँ चेक पोस्ट पनि छ आउटपोस्ट अनि यहाँ चाहिँ मसरुम चाहिँ नि साँच्चै जहाँ पाए थिएँ नि हुन्छ यहाँ चाहिँ नपड्किने बन्दुक हो कि पड्किने बन्दुक हो म त थाहा पनि छैन त यस्तो गन त मैले उयोसँग देखेको थिएँ त मुभीहरूतिर अरे बाफ्रे यस्तो भयो त अरे बाफ्रे भने यस्तो भयो त यहाँ त सानो तेरिका कत्रो बसायो माइ गड ल त गाइस अब धेरै टाढो छैन यहाँबाट चाहिँ हामी 5.4 किलोमिटरको डिस्टेन्समा छौँ सो अनि अहिले चाहिँ भने यहाँ मौसम चाहिँ अलिक गरमै छ तातो हल्का गरम मतलब त्यही तातो क्या न्यानो खालको भइरहेछ सो भरे चाहिँ मलाई लाग्छ कि बहुतै चिसो हुन्छ है अनि
अहिले भने चाहिँ अब पुग्न आँटिसक्यौँ। सो अरे यार यहाँ त घाम पनि अहिले क्या निक्लिरहेको छ कलिलो खालको होइन, एकदमै मजाको घाम पनि। यो हो नि त घाम चाहिँ। सुपर फास्ट बाइकहरू दामी। ल गाइस अहिले हुन्छ हामी चाहिँ प्रसाद मोटर्समा आइसकिसक्यौँ। हाम्रो भाइले चाहिँ मन पराएको बाइक चाहिँ हो तपाईँको यो चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ सेकेन्ड ह्यान्ड सोरुम हो नि त। सो अनि यहाँ चाहिँ भाइले चाहिँ मन पराएको बाइक यहाँ चाहिँ सो लुक एट दिस गाइस। यहाँ पे बढिया छ रे भाइ। यसमा चाहिँ मैले एक दुईवटा चेन्जहरू गराएको छ पार्ट्सहरू, लाइक अब यसमा चाहिँ यो हल्ला गरेको छ इस। अब यो के भन्छ यसलाई, यो गाडी फेरि दिइहाल्छ होइन नयाँ हाल्ने। अनि मोबिल चेन्ज हुँदैछ होइन। अनि यसको यो तेल ल्याम्प यो थिएन यो लगाएको, अनि यो चेन्ज हुन्छ है। अनि टायर चेन्ज हुनु गएको छ, अनि एकदमै कडा हुँदैछ सेट। सो यसमा चाहिँ अब यहाँ भैयाले चाहिँ एकदम डेडिकेसनको साथमा चाहिँ कडा गरिदिँदैछ। भैयाको नाम त के पो हो? भैयाको नाम ओके। यहाँ भैयाले चाहिँ कडा गरिदिँदैछ। यहाँको चाहिँ भइहाल्यो यहाँ त टप उयो चाहिँ एमटीलाई चाहिँ अब ह्यान्डसम भनिँदैछ ल। सो अनि अरू पनि छ टायर चाहिँ यसको लाउनु हाल्यो, किनभने चाहिँ अर्को टायर चाहिँ अलिकति चर्किएको थियो नि त, त्यो कारणले चाहिँ अर्को लाउँदैछ। अनि हाम्रो ड्राइभर भयो आइपुगेको छैन। यहाँ अनरसिप चाहिँ यहाँ चाहिँ ओ अनरसिप यहाँ। सो कङ्ग्रेचुलेसन। हाम्रो चन्द्रका दिदीले भनेको चाहिँ मिठाई लिएर आउँछ अरे, अरू कुरा त्यस्तै अरे हो। अनि टाइम चाहिँ हाम्रो कति भयो भन्दाखेरि चाहिँ होइन, म तपाईँहरू हेरिदिन्छु टाइम चाहिँ हाम्रो कता हो 6 बजेर 11 मिनट भइसक्यो होइन। सो हामी अहिले पनि हिँडै छौँ, बसिरहेछौँ। अनि यहाँ हिमालय पनि छ कडा गीत बिग्रिरहेछ। R1को चाहिँ यहाँनिर इन्स्टल भएको छ। यहाँ चाहिँ ड्युकै ड्युकमा छ। यहाँ चाहिँ यो चाहिँ पुरानो भर्जन दिनु नयाँसम्म छ होइन। यहाँ चाहिँ ड्युक एकदमै कडा। एक्सपल्स पनि छ यहाँ होइन, एक्सपल्सहरू क्लासिक। यहाँ चाहिँ एउटा एसके नम्बर पनि रहेछ, यो चाहिँ मेरो ल हेर सिट जामिन थाल्यो। यहाँ अझै एउटा हन्टर छ यहाँ हो। अनि यहाँ चाहिँ V2हरू छ, अनि अरू चाहिँ 220 पनि रहेछ, RC रहेछ, NS होइन। हो यहाँ NSM छ, स्कुटीहरू पनि होला सायदै यिनीहरू बिक्रीमा बसेको। यहाँ साइकल पनि रहेछ एउटा। अनि हामी चाहिँ कहाँ छौँ भन्दाखेरि चाहिँ यहाँ प्रसाद मोटर्स अल टाइप अफ 2 व्हिलर्स सेल पर्चेस एक्सचेन्ज एन्ड रिफाइनेन्स सबै एभाइलेबल छ। तपाईँहरू यहाँ आएर चाहिँ लिन सक्नुहुन्छ ल। सो हाम्रो बाइक चाहिँ अब यहाँ वासिङ हुनेवाला डेङ्गे। सो यसमा चाहिँ अपग्रेड के भयो भने चाहिँ टायर, पछाडिको टेल ल्याम्प, इन्डिकेटर, सेन्सर मजाले बनिसक्यो। अन्त अब यसमा एउटा काम छ भयो, यसमा एउटा काम छ अब यो चाहिँ यो बनाउनु। अब त्यहाँ चाहिँ बस्नु नरहेछ यसको मालिक बसेको परेछ बजिरहेछ गुरुहरू। हाम्रो यहाँ ड्राइभर आइपुगेको छैन हौ मेन कडा दियो कडा दिँदैछ यहाँ अहिले। कस्तो लागिरहेछ भाइ? खुसी अलिकति चाहिँ हुन्छ ल आऊ भन्छ यस्तो बस्यो भने चाहिँ हुनेछ, यता बस्यो भने चाहिँ हुनेछ। सो अब यहाँ चाहिँ हाम्रो खास अनर होइन आजको एकदमै MT-15 को अनर। सो अनि उसको चाहिँ फर्स्ट बाइक होइन, कस्तो लागिरहेछ फिल? खुसी लागिरहेछ है। आफ्नै खर्चले आफै दुःख गरेर किनेको बाइक हो, त्यही खुसी लागिरहेछ। मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हाम्रो भाइले यसरी अपग्रेड गर्दाखेरि चाहिँ मजा लाग्छ। किन भन्दाखेरि चाहिँ अहिलेको युथहरू चाहिँ होइन अब कस्तो हुन्छ नि, अब कमाउँछ तर त्यो कुरोहरूलाई होइन धेरै अब नराम्रो कुरोहरूमा युज गर्ने गर्छ। सो अनि हाम्रो भाइले चाहिँ अब एकदमै राम्रो युज गरिदियो क्या, उसले आफ्नो मेहनतले चाहिँ यसरी किन्दाखेरि चाहिँ मलाई खुसी लाग्यो। त्यही भएर चाहिँ आज म यहाँ आइदिएँ हो।
अनि तपाईँहरू पनि आउनु सक्नुहुन्छ यहाँ उफि मजाको होइन सो अनि अन्त अब यहाँको आजको यस्तो बाइक गर्दाखेरि के एक्सपिरियन्स भयो त बोल्दै सुरु हुन्छ अब हामी एकछिनमा गएर सुँगुर मासु र भात खानु झन् बाँकी नै छ बिहानदेखिको नखाइकन हिँडेको हो कति भयो थुपाएर म खाइनँ तर थुप्रोमा हुँदा पनि थियो 7:15 हुन आँटिसक्यो हो हिँडेको आज यहीँ मजाले हिँड्दैछ अनि तपाईँहरू आउनु सक्नुहुन्छ यहाँ आएर यसो लिनु सक्नुहुन्छ है यहाँ डल्लै छ उयो बाइक चाहिँ यो चाहिँ फेरि बुबुको हो फेरि यो चाहिँ पाउँदैन हो अरू चाहिँ सबै पाउँछ होला सायद म चाहिँ खास चाहिँ भाइलाई चाहिँ यो नि हेर्दै थिएँ तर उसलाई चाहिँ रङ कलर यसको मन परेन अरे नि त अन्त त्यही कारणले चाहिँ भएन अनि उसले चाहिँ मन पऱ्यो लुक्स यसको दामी छ ठिकै छ केही छैन होइन पावरफुल बाइक छ अब जे हो भाइहरूले अब यसको पावरलाई चाहिँ फिल पनि गर्नुसक्छ अब यसलाई कन्ट्रोल यसो गर्नु चाहिँ सक्नु पऱ्यो अनि यहाँ चाहिँ दुःख कुरा चाहिँ मेसिन चाहिँ चल्दैन अरे ल त फाइनली गाइस अब चाहिँ हामी यहाँबाट चाहिँ हिँड्दिएको अनि यहाँ चाहिँ हाम्रो यहाँ बाइक निकाल्दैछ त्यहाँ दोस्रो निकाल्दैछ बाइक अप्ठ्यारो हुँदैछ उसलाई ल त लाग्यो हामी चाहिँ अब ल त भाइको चाहिँ अब भयो पनि होइन कम्प्लिट पनि अब चाहिँ यहाँबाट हिँड्नुपर्ने हो ल त गएछ अहिले भने चाहिँ यहाँ अहिले भने चाहिँ हाम्रो अगाडि चाहिँ कुद्दैछ है हाम्रो भाइको बाइक ओहो जाडो चाहिँ हेभी भइरहेछ यार चिसो लाग्ने छ पुरा ल त गएछ अहिले भने चाहिँ हामी चाहिँ मिठो मासु भात खाएर चाहिँ अब हिँड्नु आँटेको होइन माछाको हेभी लाग्ने त ल्याएको चाहिँ चिसो लाग्यो मालिक बाउ यहाँ छौ हाम्रो चन्द्रगढदेखि ल त फाइनली गाइस हामी चाहिँ अब आइपुग्यौँ यहाँ आइपुग्यो ल त आरामले छिर्यौँ यहाँबाट चाहिँ ओके जाडो चाहिँ हेभी भयो अरे बाबा